Hello guys, welcome to my video. Finally guys, Himalayan Road Season 7 Hello र एभनको सेमी फाइनल एपिसोड पनि आइसकेको छ जसमा अनुबाट दुईजना प्रतियोगी अनिश तामाङ र रोजिता लामा ग्याङ लाउरेबाट सुनिधि राई र त्यसरी ग्याङ प्रिङ्काबाट भने एकजना पनि सेमी फाइनलको यात्रामा पुग्न सफल भएका छैनन् भने त्यसरी न्यू लिडर ग्याङ कविताबाट भने उपेन्द्र साई सेमिफाइनलमा पुगेका थिए जसमा चाहिँ सेमिफाइनलको टास्कमा चाहिँ 1 भर्सेस 1 भइरहँदा अनिश तामाङ भर्सेस उपेन्द्र साई बिच भएको थियो भने रोजिता लामा भर्सेस सुनिधि राई बिचमा टास्क कम्पिटिसन भइरहेको थियो जसमा चाहिँ अनिश तामाङ भर्सेस उपेन्द्र साईबाट अनिश तामाङ फाइनलमा पुगेका छन् भने रोजिता लामा र सुनिधि राई मध्ये रोजिता लामा फाइनलमा पुगेकी छन् नागारुडिसको इतिहासमा नै अहिलेसम्म फिमेल प्रतियोगी चाहिँ फाइनलमा पुगेको फर्स्ट पटक नै हो। सो फाइनली गाइज ग्याङ अनुबाट दुईवटा प्रतियोगी फाइनलमा पुगेका छन्। सो अबको फाइनलमा बस्न जित्छ हजुरहरू चाहिँ कमेन्ट गर्न नबिर्सिनुहोला।